सबैमा नमस्कार। हेर्नुस् है, आज यो धेरै पछाडि यो लोकल भालेको मासु पकाउने मौका मिलिरहेको छ है। आज मिति 2082 साल, आज वैशाखको चाहिँ 23 गते रहेको छ। लोकल भाले पकाउने मौका मिल्यो। ल हेर्नुस् यस्तो छ। यो भनेको आदि मासु है, ठिकै आदि मासु राखेको अवस्था छ भित्र। करिब 1.5 किलो मासु चाहिँ थियो लोकल भालेमा। 6 महिनाको चाहिँ भयो त्यो भाले चाहिँ। पोलेको छ फेरि यसलाई पोलेको हो कस्तो छ भने पिस चाख्नु पऱ्यो नि पहिला होइन, के हो अहिले आगो चाहिँ सानो लगाउनु पऱ्यो। यो भालेको जोडिएको हेर्नु नि, यो भाले चाहिँ यस्तो अवस्था छ। पानी कति हाल्दिने यो मासुमा? कति राख्नु? 1 गिलास जति। हल्का सुप त बनाउनु पर्यो नि फेरि झ्याउला। दिनु त पानी, उमालेको पानी हो यो। यति सुप गर्दा हुन्छ ल। सुप फेरि बहुत मिठो हुन्छ यो लोकलको मासुको। सुप त नगरेर हुँदै हुन्न। फेरि ब्रोइलरको मासु चाहिँ ग्रेभी बनाएर खाने है, यो लोकलको मासुको फेरि झोलै खाने हो क्या। झोल भन्छ कि हाम्रोतिर